आज चाहिँ म मेरो स्टाइलले मिल्क टी बनाउँछु। थोरै पानी हालेँ, तेजपत्ता हालिदिन्छु। अनि मैले चाहिँ सुगर नखाएको भएर सुगरको सट्टा सक्खरको धुलो हालिदिन्छु। अझै 1 चम्चा अनि थोरै चियापत्ती, थोरै घरमै पिसेर राखेको चिया मसला अनि सानो टुक्रा अदुवा पिसेर अदुवा पनि हाल्दै अब एकछिन यसलाई मजाले पाक्न दिन्छु यो पानीलाई। अब आफूलाई कति चिया खान मन छ त्यति नै दुध हाल्ने। कस्तो मजाले पाकिराखेको छ नि हैन। अब यहाँ माथिबाट दुध हाल्दिन्छु म। कस्तो मजाले उम्लिरहेछ। यसलाई उम्लिन दिने, अझै एकछिन उम्लिन दिने अनि सानो ग्यासमा हालेर एकछिन पकाउने। कस्तो राम्रो देखियो नि हैन, पाक्दैछ अझै।